एउटा अर्को सरप्राइज दियो भने पछाडि ब्याक भोकल यहाँले सुन्नु भएको थियो होला। त्यो हिजो राति बसेर विनय कार्कीले बोले भोकल हो त्यो। अब कसले भन्छ विनय कार्की राम्रो एनाउन्सर होइन भनेर, ल भन्नुहोस् है आफै होइन। त्यति राम्रो भोकलमा उहाँले बोल्नु भएको छ, उहाँकै स्वर हो त्यो। रातभरि बसेर उहाँले बनाउनु भएको आफ्नो अतिथिज्यूहरूको लागि कृपया नारायण प्रसाद आस्थलाज्यू अगाडि गएर यो कृपया यहाँले ग्रहण गरिदिनु होला र यसलाई अर्पण गरिदिनुको लागि आजका प्रमुख अतिथिज्यू आदरणीय नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश ऋषिज्यूलाई म आग्रह गर्दछु र उहाँको पालामा नेपाल चलचित्र विकास बोर्डले एउटा प्रगति गर्ने मौका पनि पाएको छ। थुप्रै चलचित्र कर्मीहरूको लागि प्रतिष्ठित कार्ड निर्माण भएको छ, रियल बक्स अफिस टाइम लागू भएको छ, पुराना चलचित्रको आर्काइभ भएको छ, फिल्म हेर्न सक्नुहुन्छ पुराना फिल्महरू र फिल्म स्टुडियो पनि निर्माण हुँदैछ काभ्रेमा। वेल एनिवेज अब पालो अर्का व्यक्तित्वको रहेको छ र अर्का व्यक्तित्व सरप्राइज भिडियो प्ले गरिदिनु होला, त्यसपछि बायोग्राफिकल भिडियो उहाँले पनि तयार गर्नुभएको है त्यो। अब पालो सरप्राइज भिडियोको तेस्रो सम्मानका लागि। यो नाम मैले भने नि किनभने सरप्राइज नै राखिएको छ। दोस्रो आरोही व्यक्तित्व सम्मान 2083। नमस्कार, मेरो नाम चाहिँ राम बहादुर महत हो।